हुन्छ। आज 18 जुन 2025 नेप्से बजारको आजको अवस्थाबारे कुरा गरौँ है त। नेप्सेकै दैनिक रिपोर्ट हेरेर आजको मुख्य उतार चढाव, परिसूचक अनि क्षेत्रगत प्रदर्शन कस्तो रह्यो त्यसको जानकारी लिने प्रयास गरौँ। हुन्छ। आज परिसूचक नेप्से इन्डेक्स खासै धेरै त होइन, थोरै 0.04% जतिले घटेर 2653.77 मा बन्द भएछ। सामान्य गिरावट हो यो। तर कारोबार रकम चाहिँ रु 9.08 अर्ब पुगेछ। 314 कम्पनीको 2 करोड 34 लाख किता शेयर किनबेच भयो। यो त राम्रै हो नि। हो, 9 अर्ब माथिको कारोबारलाई राम्रै मान्नुपर्छ। यसले बजारमा लगानीकर्ताको सक्रियता कायमै छ भन्ने देखाउँछ। तर सोमबारको तुलनामा चाहिँ अलि कम भयो नि, होइन र? हो त नि। सोमबार त 13 अर्बको कारोबार भएको थियो। आज 9 अर्बमा झर्नु चाहिँ केही सेलाएको हो कि बजार? खै, सेलाएको भन्दा पनि केही लगानीकर्ताहरूले सायद नाफा बुक गरे कि अथवा बजार कता जान्छ भनेर पर्खिरहेको अवस्था पनि हुन सक्छ। मतलब एकदमै चिन्ता गर्नुपर्ने खालको गिरावट त होइन कारोबारमा, तर अलिकति तापक्रम चाहिँ घटेको पक्कै हो। यस्तोमा पनि केही कम्पनीहरूले त आज असाध्यै राम्रो गरे नि। हो, मैले नै हेर्दै थिएँ। प्योर एनर्जी डेभलपमेन्ट PURU त्यो त 10% बढेर सर्किट नै लाग्यो। रु 1207.20 पुग्यो। हो त। केही खास कारण थियो कि यसमा? अनि जोशी हाइड्रो पावर JOSHI त्यो पनि 9.90% बढ्यो। हो, प्योरको वृद्धिको पछाडि कि त कम्पनीसँग सम्बन्धित कुनै सकारात्मक खबर होला कि त खरिद चाप नै बढेको हुनुपर्छ। आजको कारोबार मात्राले पनि त्यही देखाउँछ। अनि घट्नेतिर हेर्दा त कर्पोरेट डेभलपमेन्ट ब्याङ्क CORBL ठिक उल्टो 10%ले नै घट्यो। रु 2409.90 मा झर्यो। यो त अनि धेरै नै गिरावट भयो है। हो, यो अलि उल्लेखनीय गिरावट हो। CORBL को मात्रै कुरा नभएर आज समग्र डेभलपमेन्ट ब्याङ्क क्षेत्र नै सबैभन्दा बढी 1.25%ले घटेको छ। ए हो र? सायद यो क्षेत्रमा पछिल्लो समय भएको वृद्धिपछि लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न थालेका हुन् कि। अनि अर्को सपोर्ट माइक्रोफाइनान्स SAPDBL पनि 7.93% घटेछ। क्षेत्रगत रूपमा हेर्दा डेभलपमेन्ट ब्याङ्क बाहेक अरू कुन क्षेत्रमा दबाव देखियो त? आज होटेल तथा पर्यटन क्षेत्र पनि 1.13%ले घट्यो। अनि निर्जीवन बिमामा पनि 0.62% को गिरावट आयो। माइक्रोफाइनान्स पनि तपाईँले भन्नुभए जस्तै 0.54%ले घट्यो। तर हाइड्रो पावर चाहिँ आज चम्क्यो है, 0.74%ले बढेछ। एकदम। हाइड्रो पावरमा आज राम्रो प्रदर्शन देखियो। जोशी, प्योर अनि PMHPL जस्ता कम्पनीहरूले यसमा सहयोग पुर्याए। उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डमा पनि एकदम सामान्य सुधार देखियो। हाइड्रो पावरमा यो आकर्षण बढ्नुमा त्यो इस्टर्न एनर्जी जस्ता नयाँ आयोजनाको चर्चाले पनि काम गर्यो होला है? पक्कै पनि। नयाँ आयोजनाहरू, कहिलेकाहीँ सरकारी नीति अनि मौसमको कुराले पनि यो क्षेत्रलाई प्रभाव पार्छ। आज जोशी, प्योर, PMHPL मा देखिएको मूल्य र कारोबार दुवैको वृद्धिले लगानीकर्ताको चासो प्रष्ट पार्छ। तर ब्याङ्किङ र पर्यटन जस्ता ठूला क्षेत्रहरू चाहिँ अझै सुस्त नै हुन् त। हो, आजको तथ्याङ्क हेर्दा त त्यस्तै देखिन्छ। ब्याङ्किङ, होटेल तथा पर्यटनमा खासै उत्साह देखिएन। तर कहिलेकाहीँ यस्तो सुस्त अवस्था पनि दीर्घकालीन लगानीकर्ताका लागि अवसर हुन सक्छ नि, होइन र? हो, त्यो त हो। राम्रो मूल्यमा किन्ने मौका। तर जोखिम पनि हेर्नु पर्यो। पक्कै पनि जोखिम विश्लेषण त गर्नै पर्यो। अब अरू सूचक पनि हेरौँ न। जस्तो कुल बजार पुँजीकरण त रु 4.4 ट्रिलियनकै हाराहारीमा छ। तर आज बढ्ने कम्पनी भन्दा घट्ने कम्पनी धेरै भयो नि। 99 वटा बढे, 148 वटा घटे। यसले के बताउँछ? मार्केट ब्रेथ नेगेटिभ भयो। हो, यसलाई नकारात्मक बजार ब्रेथ भनिन्छ। परिसूचक थोरै मात्र घटे पनि घट्ने कम्पनीको संख्या धेरै हुनुले चाहिँ बजारको भित्री स्वास्थ्य अलि कमजोर छ कि भन्ने संकेत गर्छ। मतलब केही सीमित स्टकले बजार धाने पनि धेरै जसोमा बिक्री चाप बढी थियो। अनि ठूला कम्पनीहरूको अवस्था देखाउने सेन्सिटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि 0.14%ले घट्नुले ठूला कम्पनीहरूमा पनि सामान्य दबाव रहेको बुझिन्छ। त्यसो भए
आजको यो सबै कुराकानीबाट लगानीकर्ताहरूले मुख्य ध्यान दिनुपर्ने कुरा के देख्नुहुन्छ त? के टेकअवे रह्यो? खासमा आजको बजारलाई हेर्दा हाइड्रो पावर क्षेत्रमा देखिएको गति, विशेष गरी प्योर, जसी, पीएमएचपीएल जस्ता स्टकहरूमा त्यसलाई ध्यान दिन सकिन्छ। माइक्रो फाइनान्समा पनि आकर्षण कायमै छ जस्तो देखिन्छ, तर आजको गिरावटलाई पनि विचार गर्नुपर्छ। अर्कोतिर डेभलपमेन्ट ब्याङ्क अनि अलि सुस्त देखिएका ब्याङ्किङ र पर्यटन क्षेत्रमा चाहिँ अलिकति सावधानी अपनाउनु वा थप विश्लेषण गर्नु राम्रो होला। अनि कारोबार रकम कता जान्छ, क्षेत्रगत रूपमा के कस्ता खबर आउँछन्, त्यसले पनि आउने दिनको दिशा देखाउँछ। ल, अब आजलाई एउटा अन्तिम विचार छोडेर जाउँ। बजारको समग्र अवस्था अलिक कमजोर देखिँदा, मतलब घट्ने कम्पनी धेरै हुँदा पनि हाइड्रो पावर जस्ता निश्चित क्षेत्रमा चाहिँ यस्तो बलियो खरिद देखिनुले के लगानीकर्ताहरू एकदमै सिलेक्टिभ वा छानी लगानी गरिरहेका छन् भन्ने सङ्केत गर्छ कि यो छोटो समयको ट्रेन्ड मात्र हो? यसमा विचार गर्दै आजलाई यहीँ बिट मारौँ। हुन्छ।